म्यादी प्रहरी। विपिन, अबको चुनावका लागि म्यादी प्रहरी खोल्दैछन्, तिमी पनि फर्म भर्नु न। साथी गोपालको कुराले विपिनलाई अचम्म लाग्यो। म्यादी प्रहरी? हो नि, तिमीलाई त थाहा छैन जस्तो छ। चुनावमा सुरक्षा दिनलाई अस्थायी प्रहरी राख्छन्। 1 महिना जागिर हुन्छ, राम्रो तलब पनि दिन्छ। विपिनलाई यो अवसर मन पर्यो। गाउँमा रोजगारीको कुनै अवसर थिएन। ऊ गाउँकै सरकारी कलेजमा पढ्दै थियो, तर घरको अवस्था कमजोर भएकाले पढाइ छोडेर कुनै काम खोज्नुपर्छ कि भन्ने चिन्ताले सताइरहेको थियो। विपिनको परिवार साधारण थियो। बाबु धेरै वर्ष अघि विदेश गएका थिए, तर उताबाट कहिल्यै खासै खबर आउँदैनथ्यो। आमाले खेतबारीमा मेहनत गरेर घर चलाइरहेकी थिइन्। कान्छी बहिनी सानै थिई। घरको आर्थिक अवस्था कमजोर भएकाले विपिनले सधैँ आफूलाई कुनै न कुनै रूपमा आत्मनिर्भर बनाउने सोच राखेको थियो। साथी गोपालको सुझाव सुनेपछि ऊ म्यादी प्रहरी बन्ने सोचमा गयो। त्यसै दिन सदरमुकाम गएर आवेदन दियो। गाउँका अरू युवाहरू पनि आवेदन दिइरहेका थिए। प्रहरी बन्ने सपना धेरैको थियो, तर सबैलाई यो काम गर्न मन थिएन। किनकि म्यादी प्रहरी भनेको स्थायी जागिर होइन, 1 महिनाको अस्थायी जागिर मात्रै थियो। तर पैसा राम्रो पाइने भएपछि धेरै युवाहरू यो अवसरको लागि अगाडि सरेका थिए। विपिनको आवेदन पास भयो। अब तालिमका लागि सदरमुकाम जानुपर्ने भयो। केही दिनमा नै सदरमुकाम गए। बिहान 4 बजे नै उठ्नुपर्ने, कडा अनुशासनमा बस्नुपर्ने, लाठीचार्ज गर्न सिक्नुपर्ने, भिड नियन्त्रण गर्नुपर्ने। यस्ता कुरा सुन्दा विपिनलाई पहिलोपल्ट थाहा भयो कि प्रहरी बन्ने काम सजिलो थिएन। विपिन, गाउँमा हलो जोतेर ठूला कुरा गर्न सजिलो छ, यहाँ आएपछि थाहा पाउँछस् प्रहरीको जीवन कति गाह्रो हुन्छ, तालिम दिने अधिकृतले हाँस्दै भने। पहिलो दिन नै विपिन लडीबुडी खायो। बिहान दौड, व्यायाम, अनुशासन, लाठीचार्ज अभ्यास सबै गाह्रो थियो। हातखुट्टा दुखेर हिँड्न पनि गाह्रो भयो। तर ऊ धैर्य गर्न सिक्यो। केही दिनपछि तालिमको बानी पर्दै गयो। उसलाई पुलिसको पोसाक लगाउँदा गर्व लाग्थ्यो। भित्रैदेखि आत्मविश्वास बढेको महसुस गर्थ्यो। यदि म पुलिस नै बन्न पाए त कति राम्रो हुन्थ्यो, उसले सोच्यो। तर ऊ जान्दथ्यो म्यादी प्रहरी भनेको अस्थायी हो। यो जागिर केही दिन मात्रै चल्नेछ। तालिम सकिएपछि विपिनलाई गाउँकै एउटा मतदान केन्द्रको सुरक्षा दिन तोकियो। गाउँको राजनीति निकै तनावपूर्ण थियो। मतदानको अघिल्लो रात विपिन र उसको टोली गस्तीमा थियो। रातभरि गाउँका गल्लीहरूमा हिँड्दै निगरानी गरिरहे। विपिन, सुन्छस्, गाउँका केही नेताहरू पैसा बाँड्दै हिँडिरहेका छन् रे, साथी रामु भन्छ। हो र? यस्तो कुरा माथिका अधिकारीहरूलाई भन्नुपर्छ। विपिनले सोचेको थियो प्रहरीको पोसाक लगाउनु भनेको कर्तव्यको भारी उठाउनु हो। बिहान मतदान सुरु भयो। सुरुवातमा सबै शान्त थियो। बुढाबुढी, महिला, युवकहरू मतदान गर्न आउँदै थिए। तर दिउँसो 81 भिड जम्मा हुन थाल्यो। 2 दलका समर्थकहरू बीच भनाभन सुरु भयो। विपिन आफ्ना साथीहरूसँग मिलेर भिडलाई नियन्त्रण गर्ने प्रयास गर्दै थियो। एकजना मान्छे चिच्यायो, हामीलाई नधकेल, यो हाम्रो अधिकार हो। अर्को समूहले जवाफ फर्कायो, तर जबरजस्ती गर्न पाइँदैन। एकाएक कोही कसैले ढुङ्गामुढा हान्न थाल्यो। भिड उग्र हुन थाल्यो। मतदान केन्द्रको सुरक्षामा खटिएका म्यादी प्रहरीहरूलाई ठूलो चुनौती आयो। विपिनलाई तालिमका बेला सिकाइएको थियो, पहिलो चरणमा सम्झाउने, दोस्रो चरणमा भिडलाई तितरबितर पार्ने, तेस्रो चरणमा बल प्रयोग गर्नुपर्ने। उसले ठूलो स्वरमा भन्यो, शान्त हुनुहोस्, मतदान प्रक्रियामा अवरोध नगर्नुहोस्। तर कोही नठहरिएपछि प्रहरी टोलीले लाठीचार्ज गर्यो। विपिनले भिडलाई नियाल्दै गर्दा एक अपरिचित मानिसको व्यवहार शङ्कास्पद लाग्यो। उसले पेटीभित्र केही लुकाएको थियो। हेर रामु, त्यो मान्छे अस्वाभाविक देखिँदैछ। विपिनले उसलाई रोक्न खोज्यो। के भइरहेको छ? ती मान्छे डराए जस्तो देखियो। विपिनले सोच्यो, यदि यो मान्छेसँग हतियार छ भने? ऊ नजिकै पुग्यो। तपाईको साथमा के छ? ती मान्छे झस्किए, भाग्न खोजे।
विपिनले झटपट उनलाई समात्यो। साथीहरूको सहयोगमा हतियार कब्जा गरियो। सिनियर अधिकृतले विपिनलाई धन्यवाद दिए। तिमीले ठूलो दुर्घटना रोक्यौ विपिन। यो साहसिक कामको लागि धन्यवाद। चुनाव सकिएपछि म्यादी प्रहरीहरूको जिम्मेवारी पनि सकियो। विपिन घर फर्कियो। विपिनको टोलीले राम्रो काम गरेको थियो। गाउँका बुढापाकाले उनको प्रशंसा गरे। घर फर्कँदा आमाले गर्वले भनिन्, बाबु तैले प्रहरी भएर देशको सेवा गरिस्, म तिमीमाथि गर्व गर्छु। विपिनले मनमनै सोच्यो, म्यादी प्रहरीको रूपमा त उसले राम्रो काम गर्यो, तर यदि उसले स्थायी प्रहरी बन्न पाए, त्यसपछि उसले प्रहरी सेवा आयोगको तयारी गर्ने निर्णय गर्यो। यो त सुरुवात मात्रै हो, उसले मुस्कुराउँदै सोच्यो। म्यादी प्रहरीको रूपमा काम गर्दा मलाई प्रहरीको अनुशासन, जिम्मेवारी र सम्मान कस्तो हुन्छ भन्ने राम्रोसँग थाहा भयो। यदि म स्थायी प्रहरी बन्न सके भने आमालाई पनि सुख दिने थिए, ऊ सोच्थ्यो। तर प्रहरी बन्न सजिलो थिएन। प्रहरी सेवाको स्थायी पदका लागि लिखित परीक्षा, शारीरिक परीक्षण र अन्तर्वार्ता पास गर्नु पर्थ्यो। के म सकुला? ऊ आफूलाई सोधिरहन्थ्यो। विपिनले प्रहरी सेवा आयोगको तयारी सुरु गर्यो। बिहान दौड, बेलुका पढाइ। गाउँमा धेरैले उसलाई हतोत्साहित गर्न खोजे। विपिन, प्रहरी बन्ने त ठूला बडाको छोरोहरू हो, हामी जस्ता गरिबलाई के अवसर आउँछ र? तर उसले हार मान्न चाहेन। हरेक दिन बिहानै उठेर दौड, पुसअप, लाठी चाल्न अभ्यास गर्न थाल्यो। एक दिन गाउँका बुढाबुढीहरूले भने, विपिनको हिम्मत देखेर हामीलाई गर्व लाग्छ। केही महिनापछि प्रहरी सेवाको विज्ञापन खुल्यो। विपिनले आवेदन दियो। लिखित परीक्षा पास गर्यो। शारीरिक परीक्षणमा उसले उत्कृष्ट प्रदर्शन गर्यो। विपिन, तिमी पास भयौ, अधिकृतले भने। उसले विश्वास नै गर्न सकेन। आँखा रसाए। प्रहरी पोसाक लगाएर उभिँदा विपिनको मन गर्वले भरियो। आमा, तपाईको छोरो अब साँचो प्रहरी बन्यो। आमाको आँखामा खुसीका आँसु देखियो। गाउँभरि विपिनको प्रशंसा भयो। अब ऊ अस्थायी प्रहरी मात्र होइन, साँचो प्रहरी बनिसकेको थियो। समाप्त। अरू पनि यस्तै नयाँ कथाहरू सुन्नको लागि च्यानललाई सब्स्क्राइब गरेर बेल आइकन थिच्न नबिर्सनुहोला। धन्यवाद। शुभरात्रि।